अब साथी हो हामीले टेन्सन नलिउँ किनभनेदेखि अब कोरियामा अरुण सर हुनुहुन्छ उहाँले लोटो गर्नुभएको छ फर्स्टलाई 31 लाख पर्ने रहेछ करोड 31 करोड करोड होइन त करोड 31 करोड पर्ने रहेछ 31 करोड भइसके पछाडि हामीले किन दुःख गरिरहने त्यही त होइन हामी हाम्रो एकदम आत्मीय मित्र हुनुहुन्छ उहाँले 31 करोड पारिहाल्नु हुने भयो अब यसो गर्नुपर्छ उतोको रेस्टुरेन्ट त यो भइगयो अब यो चाहिँ एउटा शाखा बनाएर यसको अर्को मेन ब्रान्च बनाउनुपर्छ यसलाई चाहिँ अब यसको शाखा गरेर एउटा बनाऊँ त्यस पछाडि त्यो मेन ब्रान्च गर्दा कति 1 करोड जति खर्च हुन्छ होला होइन त्यति भयो अनि यसलाई कतिमा झरो 30 मा तपाईँ हिसाब गर्नु ल 30 मा झरो त्यस पछाडि के गर्नु भने दुईटा त घर किन्नै पर्यो नि त होइन दुईटा किन्नु पर्यो एउटामा हामी बसौँ होइन दुईटैमा हामी बस्नुपर्छ दुईटै हामी बसौँ अनि दुईटा घरलाई 2.5 करोड गोटा राख्दा 5 करोड भयो 5 करोड भन्ने 25 करोड बाँकी भयो 25 मा झरो भनेपछि 25 करोड अब 25 करोडमा झरो भने पछाडि अर्को के गर्ने एउटा रिजोर्ट खोलौँ माथि जङ्गलको साइडमा एउटा रिजोर्ट खोलौँ त्यसलाई लगभग राखौँ 1 करोड जति लगानीमा त बन्ला है 1.5 करोड जति राख्नु पैसा जे गरे हामीलाई टेन्सन छैन 1.5 करोड राख्दाखेरि 23.5 मा झरो 23.5 मा झरो अनि त्यस पछाडि चाहिँ नि के गरौँ भने अनि यत्रोजना छौँ खै गाडीको त गाडी किन्नु पर्यो कुनै एउटा गाडी किनौँ 5-6 करोड जति 6 करोड जति राख्नु न त है 17-27 भनेपछि 17.5 मा झरो 16.5 मा झरो अनि एउटा फर्म पनि खोल्नुपर्छ एउटा फर्म खोलौँ बङ्गुर फर्म खोल्नुपर्छ बङ्गुर फर्म खोलौँ हजुर बङ्गुर फर्म पनि खोलौँ बङ्गुर फर्म खोल्दाखेरि पनि चान्छु सानोतिनो हिसाब के गर्ने करोडै भएको मान्छे अब होइन 15.5 मा झरो होइन 15.5 मा झरो अब त्यति भइसके पछाडि एउटा अब के अरे स्टाफको पछि हिसाब गरिदिउँ स्टाफ त के त्यो चान्छु नि कुरै नगरौँ स्टाफ नाथे कुरै नगरौँ के अरे फ्रेस हाउसहरू 2-4 त खोल्नै पर्यो होइन स्टोरको लागि गऱ्यौँ सबै कुराहरू चाहियो त्यो अनि ती अब यहाँ इन्क्लुड गरिदिउँ न त स्टाफहरू पनि होइन यहीँ इन्क्लुड गरौँ सबै कुरा त्यो सबै गर्ने अनि गाउँबाट ल्याउने गाडी साडी त्यो 8-10 लाखको गाडीहरू होइन नर्मल गाडीहरू 8-10 लाखको त्यही त अनि त्यो गरौँ त्यति गर्दा काचा कुचुक यो व्यवसायको लागि चाहिँ 1 करोड छुट्याउँ है गर्दा कतिमा होला 13.5 होला होइन 14.5 अघि 17-27 मा पनि के अरे होइन 15.5 नि अघि हामीले त्यहाँ 17-27 हुन्छ नि हामीले त यता उयो गऱ्यौँ नि त 23.5 बाट 6 घटाउँ त 17.5 भयो नि त हो भनेपछि 14.5 मा कुरा आयो होइन त 14.5 मा कुरा आयो 14.5 मा आइसक्यो भनिसके पछाडि हेर न पैसा धेरै भएपछि गुलमुल भइहाल्ने क्या है पैसा चाहिँ हुनुपर्छ गुलमुल के यति नाथे 1-2 गरेर गुलमुल हुँदा नि केही हुँदैन भने त अनि त्यस पछाडि के गर्ने भने के गरौँ त अरू पैसा त उब्रियो त यार 14.5 मुद्दतीमा राख्ने होइन आदि यसो गरौँ अझै 4 करोड जतिको खर्च निकालौँ न 10 मात्रै राख्नु क्या 10 चाहिँ सेभिङ गर्नुपर्छ 10 त फेरि हामीलाई चल्नु पनि चाहियो नि त 4 चाहिँ केमा खर्च गर्ने त अर्को यसो गरौँ न हामी सबै नागा छौँ बिहे पनि गरिदिउँ बिहे पनि गरिदिउँ बिहे गरौँ अरुण सर म तपाईँ अनि उहाँ ठिक 4 जनामा 1-1 करोडको बिहे ल ठ्याक्कै पुग्छ होला है 1-1 करोडले हो 1-1 करोडको बिहे भयो भनिसके पछाडि 10 करोड त सेभिङ हान्नै पर्छ किनकि चल्ने पनि चाहियो नि त चल्ने पनि चाहियो नि त हुन त अघि हामीले पैसा एकदम मजाले नै राखेको छौँ राख्न चाहिँ त्यसैले चल्न त पुग्छ त्यही पनि झन्नै लडो त्यही पनि भइपरि आएको खण्डमा होइन अब केही यता दुखीमा सुखीमा होला त्यति मात्र त ब्याजैले पुग्छ हौ 10 करोडको ब्याजैले होइन त्यही पनि अब यत्रो व्यवसाय खोलिसकेपछि होइन त्यो ब्याजैले पनि पुग्नु चाहिँ त्यही पनि अब त्यति भरै नपरौँ न होइन अब लाइफस्टाइलै अर्कै भइसकेपछि सायद त लाइफ चेन्ज तर होइन यार यसो गर्नुपर्छ 1 करोड जति त हामी 4 जनालाई बाइक पनि चाहियो नि यार एकवटा
ल्यान्ड क्रुजर फेरि कसले चढ्ने? हजुर ल्यान्ड त्यो क्रुजर त कतै अब टाढा जानु पर्यो पानी पर्ने भयो भने कारमा जाने अनि चारैजना होइन? सँगै हिँड्नु चारैजना पर्यो। सँगै हिँड्नु पर्ने भयो भने कहिले काहीँ त अब पहिले माइन्ड चाहिँ पनि हिँड्नु पर्यो त्यसै पनि गर्न पर्यो होइन हिँड्नु पर्यो। अनि त्यो भएको कारणले गर्दाखेरि अब बुढी लिएर जाने कुरा भयो भने बिहे गर्ने खर्च आइसकेको छ, बुढी पछाडि राख्नै पर्ने हुन्छ। होइन भने बाइकको पछाडि बुढी लिएर जानुपर्ने हुन्छ अनि पछि फेरि अझै पछि हुँदै गएपछि त के हुन्छ कमाइ हुँदै जान्छ अर्को गाडी किनिन्छ फेरि आफ्नो छुट्टै फ्यामिली पनि हुन्छ फेरि होइन आफ्नो फ्यामिली छुट्टै हुन्छ फेरि हो अब बुढीको दुनियाँ चाहिँ नि होला के गर्नुपर्ने होला बुढीलाई पनि होइन अनि पछि अब बेगर श्रेष्ठ दोस्रो परिवार हुन्छ अर्को फेरि हो जम्मा 3टा परिवार हुन्छ आफ्नो परिवार एउटा भयो त्यस पछाडि बाबुआमा एउटा परिवार भयो अनि त्यस पछाडि सासु ससुरा अर्को परिवार भयो 3 पर्यो 3 परिवार भयो 3 परिवार हेर्नुपर्ने हुन्छ भने जस्तो हामीले त राम्रै पो गर्नुपर्ने हो त ठिक छ यति भए ठिक छ यति भए लाइफ चल्छ हाम्रो सेभिङमा लगभग 9 करोड जति सेभिङमा आयो नि होइन बाइक पनि त किन्नु पऱ्यो नि त होइन बाइक पनि किन्नु पऱ्यो 9 करोड सेभिङ भयो भनेपछि त पुग्छ होला हौ पुग्छ हजुर पुग्छ 9 करोडले हामीलाई पुग्ला त्यति 9 करोडको मुद्दा अब यत्रो 31 करोड भइसकेको मान्छे हामी 9 करोड त कमै हो त्यही पनि हामीले पुऱ्याउँछौँ लुटो पर्नु पर्यो लोटो चाहिँ पर्नु पर्यो लोटो पर्नु पर्यो त्यति हो। लोटो पर्नु पर्यो कसो गर्ने त जे भए पनि ठिक छ लोटो पर्नु पर्यो अनि सर पार्टीको त कुरै छैन फेरि पुरै गयो कुन पार्टी एउटा पार्टी गर्ने भनेको थियो नि त मतलब एउटा चुनाव भयो क्या ए हामी एउटा चाहिँ नि राजनीतिक एउटा पार्टी पनि खोल्ने कुरा थियो है एउटा नयाँ पार्टी पनि खोलौँ अब यसमा मिलेन अर्कोमा खोल्नुपर्छ अब यति बेला चुनाव आउनु लागिगयो त एउटा राम्रो पार्टी खोल्नुपर्छ उतो पार्टी उतो पार्टी त्यसको चुनाव चिन्ह उतो उतै उतै भोट केमा उतोमा। उतोमा यस सजिलो छ अनि त्यस पछाडि त्यसको सभापति चाहिँ के हाम्रो अरुण शर्मा नै सभापति उतो सङ्घको त अध्यक्ष त मै हुनुपर्छ म हो नि उतो सङ्घको अध्यक्ष म हुन्छु व्यवस्थापन तपाईँहरूलाई अब आफ्नै हो नि यो सबै म पो सभापति भइदिए जस्तो मात्रै गरे हो त होइन म भइदिए जस्तो मात्रै गरे हो त्यस पछाडि अब चाहिँ नि अब आफ्नै पार्टी भएपछि हाम्रो पार्टी अब पैसा पार्टी त्यसै जितिहाल्छ होइन 9 करोड छँदैछ 9 करोड छँदैछ पार्टी खोल्नलाई 1 करोड जति खर्च गर्दा 8मा झरेको छ अनि पार्टी विस्तारको लागि 1 करोड 2 करोड राखिदिउँ न 6 जति यताबाट इन्कम फेरि यताबाट इन्कम पनि भइरहेको हुन्छ नि हाम्रो त्यता बिर्सिएर यार महिनाको हाम्रो कम्तीमा पनि 10-15 लाख त इन्कम हुन्छ कम्तीमा है नभएको पनि त्यति हुन्छ भने पछाडि त हाम्रो चाहिँ लाइफ स्टाइल चेन्ज हुँदैछ लोटो पर्नु पर्यो बास लोटो चाहिँ पर्नु पर्यो सपना राम्रो बुनिएको छ यसलाई सपना के भन्नु हकिकतै हो एक हिसाबले सपना पनि हो उस्तै पर्यो भने ऐठनै पर्ने खालको सपना हो यो भन्दै हामी अब अर्को सपना बुन्नतिर लाग्यौँ अहिलेलाई उतो फुट्ने एरिमाया बाई